फोन हान त त्यो जम्मू जाउँ केटाहरू अगाडि नै गयो क्या हामीले बाटोमा भेटेन नि त फेरि त्यो त भेटिएन क्या Yes, Happy New Year. So good morning everyone. Welcome back to my channel again. After a long time म युट्युबमा ब्याक भएको छु। आज चाहिँ न्यू इयर को डे। आज न्यू इयर को बिहानबाट भ्लग सुरु गर्दै छु मैले। आजको भ्लग चाहिँ मिठो संगीतबाट सुरु हुँदैछ है। अनि मसँग दुई जना भाइहरु छ। यहाँ भाइ के छ भाइ? एकदम ठीक छ गुड Happy New Year all guys. Happy New Year है। आजको चाहिँ अब हाम्रो भ्लग सुरु भइसकेको छ बिहानदेखि नै। तकसँगले दाजुभाइ तीनजना बसेर र आज मिठो संगीतबाट सुरु हुँदैछ है त भ्लग ल। यहाँ हाम्रो भाइ चाहिँ एकदम गिटारिस्ट पनि हो अलि हल्का दिन्छ क्या केटाले भोकलिस्ट पनि हो केटो आज सक्दिन्छ केटाले ल मिठो गीतबाट सुरु गरौँ त भ्लग ल श्रीयाङ सजेस्ट के सानो ओ यो यो झरे अरू फुल है टिपी राखे है या वो दामी दामी मैसोमा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जीवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जीवन हामीलाई दामी दामी सो अल राइट आजको भ्लग चाहिँ हाम्रो है मिठो म्युजिकबाट सुरु भएको छ आजको डे कस्तो हुन्छ हामी फुल भिडियो चाहिँ देखाइहाल्नेछौँ अनि आजलाई चाहिँ सुरुवाती चाहिँ हाम्रो मिठो म्युजिक हाम्रो स्थानीय कलाकार मेरो भाइ श्रीहाङ राई अनि यता हाम्रो खलनायक अर्को भाइ छ सो आजको भ्लगमा चाहिँ अनि के हुन्छ म देखाउन जानेछु भिडियो हेर्दै गर्नु होला स्टे ट्युन है त गाइस खानबारीबाट चाहिँ यहाँ हाम्रो हिमाल टक्क देखेको छ आज ल यो क्यामेरा त डिएसएलआर पो सबै त्यही हेर्दैछ क्या अहिले देखेको भएको नहेर सो पोखरी तीनटा बाइकमा तीनटा हैन दुईटा बाइक एउटा स्कुटर छ हामीसँग चाहिँ है जम्मा हामी 6 जना अहिले चाहिँ हामी लभिङ लाग्यो भाइ यो लभिङ आइपुग्न लाग्यो सो अलराइट है अहिले चाहिँ हामी भन्ज्याङ आइपुग्न लाग्यो यता माथि दामी देखिन्छ सिनहरू यो मास्टर पाङ मासले खायो के यो त थाहा छैन मलाई मास्टर पाङ भएन भाइ यो माथिको पाङमा मास्टर पाङमा यता बारीको चाहिँ हामी सायद माथिको टपतिर गएर चाहिँ हामी सिला हानिन्छ होला आजको न्यू इयर सेलिब्रेसन चाहिँ हामी जान्छौँ केटाहरू एउटा बाइक अगाडि लाग्यो होइन एउटा केटाहरू पछाडि आउँदैछ देख्दैन पर्खिनु पर्ने हुन्छ ग्रुपमा जानुपर्ने हुन्छ हामी यहाँदेखि चाहिँ केटाहरूले एकछिन वेट गरौँ अनि त्यहाँदेखि सँगै जाउँ है त टुकटुके आयो है टुकटुके यार फोन हान त त्यो जम्मू जाउँ केटाहरू अगाडि नै गयो क्या हामीले बाटोमा भेटेन नि त फेरि त्यो त भेटिएन क्या कहाँ टुकटुकेहरू चाहिँ धेरै हिँड्दो रहेछ यता हुँदै यार केटाले गिटार पनि टक्क बोकेको छ यहाँनिर गिटार बजाएर नि डर होइन गिटार बजाएर त्यो माथिको यो डाँडामा चाहिँ हामीले चिला हान्नुपर्ने हुन्छ बजार चाहिँ सोलिड छ यतातिरको माने भन्ज्याङ केटाहरू यहाँ अगाडि के किन्दैछ के भयो हौ अरे भाइको माक्स हाम्रो ह्यान्डसम भाइ माक्स ढिलो छैन होला होइन त्यही म कहीँ जान्न
मास्क लाएर चाहिँ केटाहरू अगाडि मुभ भन्ज्याङमा जानु केटाहरू मास्क नलाइसक्यो मलाई चाहिँ अलिक झ्याउ लाग्छ क्या मास्क लाउनु म चाहिँ लाउँदैन ओहो 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 के गर्छ फनक्कै घुमाइदियो त यार हामी बित्थामा यो बाटो आएको रहेछौँ दोकान छ अघि ओहो यतातिरको भ्यूले चाहिँ मारेको छ है साथीहरू मारेको छ बाटो चाहिँ पिच हुनेर चाहिँ यसपालि होइन बेटा यहाँ गुम्बामा लड्कीहरू यो होइन ठुलो ढुङ्गा भनेको पाङमाको ठुलो ढुङ्गा भन्ने चाहिँ यही हो रहेछ है हामी चाहिँ माथितिर जान्छौँ जाने घर जाने जाने घर चाहिँ कता कता घुमाएको हौ घर उखातबारी यहाँदेखि घर जाने भने जाउँ म त अल्छी लाग्यो कुरा सुनेर ल हामी चाहिँ भ्याङखोला यो भ्याङखोला भन्छ नि यसलाई के तिनीहरूको कुरा सुनेर नि भ्याङखोला नमजा लाग्दो रहेछ तपाईँलाई नजुम नजुम भन्यो भने भ्याङखोला आइपुगेपछि हाम्रो यहाँ डिसिजन हुँदैछ होइन कता जाने भनेर चुरो हाम्न भनेर म त जहाँ जाने नि रेडी हो गर्मीले खाएको भयो माथि जाने खुकुरी खाँदैन नि त यहाँ हो र किन न माथि किन उता पदम रहेछ त पदम के हो बदम यसले त अनि कस्तो 60-70 को स्पिडमा चलाइदिन्छ अब हामी यहाँनिर निर्णय गरिन्छ कता जाने भनेर अनि त्यहाँ लागिन्छ बाटो 50 हान्दा पनि भेट्दैन लकडाहरूको चाहिँ यहाँ बाइक स्ट्यान्ड भइरहेको छ है ल हान्नु त भाइले हो र ल जिउ त गिटार हाम्नै सक्दिन हो एक सार र खतरा घुम्छ होला यसले चाहिँ मजाले माटो फाल्छ होला यार सो साथीहरू यहाँदेखि चाहिँ हामी छकल गऱ्यो पानी सानी पनि पर्नु थाल्यो सो त्यहाँदेखि चाहिँ हामी अग्लो भएर हो क्या अलिक हुँदैन ट्यागको बारीतिर झऱ्यो झरेपछि चाहिँ हामीले हाम्रोतिर चिलो लु त एकचोटि फेरि एकचोटि त फेरि त्यसरी त्यसमा हामी माथि डाँडामा जानु ल दामी दामी चाहिँ हामी हातबारतिर आइयो यो चाहिँ कुन माल हौ ए कता खुट्टाबाट किन्छ यार ल पिज्जा हान्दिउँ त पिज्जा हान्दिउँ न्यु इयर सेलिब्रेसनमा काटिएर पठाएको ताना ताना के पिज्जा हो यो पिज्जा हान्नु पर्नुहुन्छ चिकन चिल्ली आयो चिकन चिल्ली ल यो सब हानौँ त न्यु इयर सेलिब्रेसन चाहिँ बबाल हान्दिउँ त आज ल
अनि चिकन चिल्ली त भइगयो हेरेको तिमीलाई पानी हाल न पानी एडिट गर्दै यहाँ बजारमै नभएको किन अर्डर ल्याएको यो त कहिले नखानेर किन आएका आज रोटीको कतिवटा यो चाहिँ कुन हो माल हनी हर्नेट हन्टर जस्तै छ फेरि एडिट पोइन्टको हनी हन्टर त कति गरी हाल्ने पानी हो होइन थियो अहिले त्यो छ होला सर्टेज छ भयो होला त्यही भएर सर्टेज छ हुरुकै भइगयो नि रक्सीले त यो नयाँ आएको हो ल ल ल चाहिँ यहाँ छ है त ल पाँच भाइ चरण भाइ यो रक्सीले कामले मान्छे मर्छ यस ह्यापी न्यु इयर गर्ने टाइममा यो खाने ल बु। होइन यो रक्सी ह्यापी न्यु इयर माल चाहिँ सुकट छ है चिल्ली चिल्ली हान्दिउँ त है एक लट अब के गर्नु त अब चिल्ली हाम्रो सिसा लजको है त्यो भन यता हो पिज्जा पिज्जा खाइ मलाई कुन पिज्जा भन त यो कुन पिज्जा चिकन छ र यो पिज्जामा छ नि हो ल ठिक छ यो चाहिँ चिकन चिल्ली हो यो यो चिकन चिल्ली भएको हो यो चाहिँ हनी हन्टर जाडोमा एकदम तातो पानी पनि परिरहेको छ जाडोमा तातो तातो दामी हुन्छ यहाँ मेनु पनि टक्क आइरहेको छ होइन अहिले हान्नुपर्ने हुन्छ है त एउटा भिडियो गरिदिनु ल यहाँ आउनु भाइ सबैजना हामी मिलाउँ भनेको थियो टुक्रुकै अगाडि बसिदिएर फोटो खिच्दै उता पनि बाइक हो अगाडि फर द फर्स्ट टाइम खाँदारीमा जाममा पर्यो यार अचम्मै लाग्यो मलाई यार यो फर द फर्स्ट टाइम जाममा लाग्यो त यो मलाई भिडियो गरिदिनु पऱ्यो एम्बुलेन्स हो र यो होइन त एम्बुलेन्स भन यस्तै छ के गर्ने है न्यु इयरको दिन भनेर छुट गरेको नत्र यसको व्यवस्था हुन्थ्यो सो अल राइट हामी चाहिँ अहिले पोखरीबाट खाँदाखेरि पोखरी बजारबाट सिसा लज एन्ड बारबाट चाहिँ हल्का सेलिब्रेसन हान्यो त्यहाँदेखि हामी ब्याक टु घर त्यहाँ पनि अझै के हुन्छ थाहा छैन है आज न्यु इयरको दिन चाहिँ हल्का इन्जोय हान्नुपर्ने हुन्छ बम्बुले मार्छौ अब हामी यहाँदेखि चाहिँ बङ्गुरको मिट लिएर हामी रुम जान्छौँ सो अनि पकाएर बनाएर लास्ट हान्नुपर्ने हुन्छ है त रात पनि परिसक्यो है न्यु इयरको दिन आज घुम्दा घुम्दै ल है फोन फेरि आइदिन्छ इन्जोय हान्नुपर्ने हुन्छ